यो गिफ्ट चाहिँ मलाई अघि नै देख्थ्यो किनभने मेरो रुममा चाहिँ लाइट थिएन अन्त त्यही भएर चाहिँ मैले अघि खोल्दिनँ। जब लाइट आउँछ तब खोल्छु भनेको थिएँ। त्यहाँदेखि बल्ल फाइनली लाइट आयो। अहिले चाहिँ कति 5:30 भयो। 5:30मा चाहिँ लाइट आयो। यो चाहिँ मैले अघि नै हेरिसकेको थिएँ हो। यो चाहिँ मलाई प्यारो दिदी माया दिदीले दिनुभएको। यो चाहिँ के हो भन्दा वालेट थियो। ठिक्कै मेरो वालेट थिएन अनि दिदीलाई चाहिँ थाहा रहेछ मेरोमा वालेट छैन भनेर। यति दामी। अन्त मेरो फेभरेट कलर पनि ब्ल्याक हो भनेर थाहा थियो। ब्ल्याकमै दिनुभएको रहेछ। थ्याङ्क यू सो मच माया दिदी फर दिस ब्युटिफुल गिफ्ट है। मलाई ठिकै चाहिरहेको थियो, ठिकै पाएँ। त्यो पनि मेरो मनपर्ने कलरमा हो। अन्त चाहिँ अब यहाँ छ सायद यो चाहिँ निता भाउजूकोबाट हो। यो चाहिँ मेरो छोरालाई हो, नवङलाई हो। यो चाहिँ के छ नवङको भन्दा चाहिँ होस् नवङले आफै आएर खोलोस्। यो चाहिँ ल म खोलिदिँदिनँ। यो चाहिँ नवङको गिफ्ट उसको ठुलो मम्मीले दिएको। उसले आफै आएर खोलोस्। यो चाहिँ यहाँ राखिदिन्छु। अनि यहाँ चाहिँ छ मेरी बहिनीले दिनुभएको मलाई गिफ्ट हो। के दिनुभएको रहेछ हेरौँ है त। खोल्नु मायाको लागि आई थिङ्क वाउ सोपिस रहेछ, लाइट रहेछ। बहिनीले थाहा पाएको थियो क्या हो मेरोमा लाइट गइरहन्छ भनेर। वाउ दामी रहेछ। यो चाहिँ यस्तोमा रहेछ। चार्ज गर्नुपर्ने रहेछ। चार्ज गरेर चलाउनु पर्ने रहेछ। यो कलर पनि चेन्ज हुँदो रहेछ। मन पर्यो। एउटा यो कलर गोल्डन अन्त यो एउटा छ अन्त यो अर्को। थ्याङ्क यू मेरी बहिनी फर दिस ब्युटिफुल गिफ्ट। मलाई पुरा मन पर्यो। ल अन्त यो चाहिँ छ मेरो साथी ऋतुले दिएको है। ऋतुले चाहिँ के दिएछ हेरौँ। थ्याङ्क यू ऋतु, तिमीलाई पनि है। हेभी छ यो चाहिँ। ओ बियर मग जस्तो लाग्यो मलाई। बियर मग जस्तो लाग्यो। बियर मग बाहिर यस्तो हेर्नु बियर मगकै छ बाहिर हो। अब हेरौँ केले खोल्नु। म स्टेप लगाएको रहेछ। मलाई फेरि गिफ्ट खोल्नु पुरा मनपर्छ हो। एक्साइटेड हुन्छु कि के छ भनेर हो। मैले भने बियर मग हो भनेर। वाउ बियर मग चट्टा रहेछ। थ्याङ्क यू सो मच साथी तिमीलाई। थ्याङ्क यू सो मच फर दिस ब्युटिफुल गिफ्ट है। यो बियर मगमा चाहिँ अब हामी नै पार्टीमा चाहिँ यही बियर मग ओपन गर्छु है। ट्याक्कसँगले साथीभाइसँग बसेर टक्कै बियर खाएर चिज गर्दै। थ्याङ्क यू सो मच ऋतु। यहाँ चाहिँ छ अब हाम्रो प्यारी भाउजूले दिनुभएको। अब के दिनुभएछ भाउजूले। थ्याङ्क यू भाउजू तपाईँलाई पनि। के रहेछ सायद मलाई सोपिस जस्तो लाग्यो यो। सोपिस जस्तो लाग्यो मलाई त यो हो। सोपिस जस्तो लाग्यो। फेरि भोलि फेरि बर्थडे पार्टी छ हो। भोलिको बर्थडे पार्टीमा चाहिँ फुल इन्जोय गरिन्छ साथी सबै बसेर। हो त कागजमा पनि प्याक छ त हौ। अन्त ओ माई गॉड मेरोमा भएकै चिज फेरि पाएँ मैले। वाउ बुद्ध भगवानको टाउको मेरोमा पनि अलरेडी सेम कलरमा थियो। ठिक्कै एउटा थियो अब दुईटा भयो।
थ्याङ्क यू भाउजू। मलाई चाहिँ एकदमै धेरै मन पर्यो यो गिफ्ट चाहिँ है। थ्याङ्क यू। मेरोमा अलरेडी थियो, ठिकै अब दुईवटा टक राखिदिन्छु क्या, दुईवटा। थ्याङ्क यू सो मच भाउजू। खै त यति नै थियो मेरो चाहिँ गिफ्ट हो। अनि सबैजनालाई धेरै 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 धन्यवाद यति राम्रो राम्रो गिफ्ट दिनुभएकोमा है। यस्तो दामी दामी गिफ्ट पाएकोमा चाहिँ धेरै धेरै धन्यवाद। थ्याङ्क यू सबैजनालाई। अनि सबैको गिफ्ट चाहिँ मलाई यति धेरै मन पर्यो। थ्याङ्क यू।